गाइसहरु नमस्ते मनिषा खड्का। आज चाहिँ नयाँ वर्ष रहेको छ। नयाँ वर्षको हजुरहरु सबैजनालाई धेरै धेरै शुभकामना। आज चाहिँ हामी नयाँ वर्षको उपलक्ष्यमा आज के गर्छौं कसो गर्छौं हेरिदिनलाई। यो चाहिँ हाम्रो खसी काट्नको लागि यहाँ चाहिँ हामीले पानी तताउँदै छौं। हाम्रो बुवाले पानी तताउँदै हुनुहुन्छ। धमाधम खसी काट्ने तयारी हुँदैछ। यो चाहिँ हाम्रो खसी हो। आजको काट्न लिएर जाँदै हुनुहुन्छ। गरिहाल्छौँ त्यो पहिला तेर्स्यौँ न खसी ल भाइले बनाइरहेछ। उते त भन्न त्यो डर लाग्ला त्यो बाबुहरूले अहिले जे भने बित्तिकै गर त्यतै परेपछि फुकुट छैन। त्यो तल थाना भएर भने मैले अहिले खाद्य भनिदिएको खसी काट्ने तयारीमा। खसी त काटिसक्यौं। अब हामी लसुन निकालौं। मासुको लागि लसुन पुग्छ त गाइजहरु। यति भयो हामीलाई। अब त पुग्छ पनि होला नि है लसुन। अब यहाँ लगेर काट्नु पर्छ साथी। अनि हामी बेलुका मासु र भात खानु पर्छ। अनि ह्याप्पी न्यू इयर सबैजनालाई। अब त 2082 लाग्यो नि त। अब ह्याप्पी न्यू इयर। त्यही भएर सबैजनालाई यो भ्लग आउन्जेल त सायद न्यू इयर पनि लागिसक्छ होला। त्यही हो। अब हामी लसुन राखौँ फ्रिजमा। अब हामी तल जाऊँ। अब चाहिँ हामीले खसी बनाउन लागेको। हामीले चाहिँ यहाँनिर खसीको मासु भाग लगाउन यहाँ ठाउँ बनाउँदैछौँ। हाम्रो बुबा र युनिसाले उतापट्टि खसी बन्दैछ। यहाँ हेर्नु अब यहाँनिर टक्क लाएर काट्ने भाग लगाउने सबैलाई दिने। अब चाहिँ हामीले चाहिँ यसमा मासु काट्ने। त्यही भएर हामीले ठिक पारेको। यो चाहिँ खसीलाई लगाइदिन बेसार। चाहिँ अब प्याज लिन गएको छु हाम्रो आलमा प्याज। अनि अब के हुन्छ लिन गएको छु। यो चाहिँ हाम्रो आल हो हैन। दिस इज आवर आल। अनि अब म वहाँ गएर प्याजहरू लिएर आउँछु। अनि हजुरहरूलाई म देखाउँछु है त। हामीले चाहिँ भुडी धोइसक्यौँ खसीको। अब हामी खसी भाग लगाएर सबैतिर बाँड्छौँ है। बाँड्ने त होइन बेच्ने हो। 3 केजी राखेँ त्यो केजीको अनि मात्रै फोन गर्नु पर्ला के घरको साइडको
कति किलो उठ्यो अहिले सुन्नु घरको साइडको घरको 23 केजी 23 केजी भन्दा 1 किलो र होइन 26 भयो भने 3 किलो रहन्छ 25 भयो भने 2 किलो रहन्छ 80-25 किलो हुन्छ म यहाँ पानी लिन आएको हाम्रो घरमा चाहिँ धारो छ क्या घरछेउमै अनि यसरी नाम मिलाएर पानी लिन आउनुपर्छ अब पानी लिएर घर जान्छु पनि फेरि पानी पर्यो होइन आमा चाहिँ यहाँनिर अब रक्ती बनाउने तयारीमा हुनुहुन्छ बाहिर धमाधम मासु भाग लाउँदै जोक्दै बेच्दै हुनुहुन्छ कस्तो हामी कस्तो स्मल के भन्छ लो चाहिँ पारामा बोल्छौँ म बोल्दैन यो बोल्छ होइन मन राम्रोसँग बोल्छु हो कि होइन अब हामी यहाँनिर रक्ती बनाउँदैछौँ ल त यसलाई मिच्नुपर्छ नि पहिला अब तनमा यो हालेर मिच्नुपर्छ मिच्ने भयो सबै हाल्नुपर्छ नुन खोर्सा कस्तो लाग्यो नि सर एकदम मिठो छ बुवा कस्तो लाग्यो मिठो लाग्यो खाँदैछु ए गाईहरू हामी चाहिँ बरगोडा जान लागेको कसैले पुऱ्याउन अब हामी उहाँ पैसा देखाउँछ यहीँबाट स्या भइसक्यो 1 घन्टाको बाटो हो बाई गाइड 25 मिनटपछि हामी हाम्रो बरगोडा आइसक्यो बस स्टप भन्दा नि भयो बस स्टप भन्दा नि भयो अनि खसी काटेको अथ नि काटेको आज कति किलो भयो 25 किलो भयो त खै कस्तो सानो थियो 25 किलो आज ल ठिक छ त्यो गजाम जन्मको नि पोखरी छैन हामीलाई चाहिँ पसिना आएर हामी थकै मार्दैछौँ अब हामी एकछिन थकै मारेर हामी घर जान्छौँ अब हामी घर गएपछि मात्रै भेट्ने बाई बाई हामी चाहिँ हाम्रो घर आइपुग्यौँ होइन गाइसहरू रात परिसक्यो सायद हाम्रो अनुहार नै देख्नु भएको छैन होला तपाईँहरूले देखेको छैन होइन हामी चाहिँ हाम्रो घर आइपुग्यौँ हाम्रो चाहिँ यहाँनिर मासु पाक्दैछ अनि हामीले माम पकाइसक्यौँ अब हामी मासु भात खान्छौँ अनि हजुरहरूलाई हामी देखाउँछौँ हामीले मासु पकाएको चाहिँ भिडियो गर्न पाएनौँ किनभने हामी बरगोडा गएको थियौँ त हजुरहरूले देखायौँ अनि हामी अब जमक्क रात परिसकेको थियो अनि यहाँनिर आमाले पकाइसक्नु भएको रहेछ क्या अनि त्यो चाहिँ हामीले गर्न पाएनौँ होइन अनि अब हामी अहिले खाएको हजुरहरूले देखाउँछौँ हजुरहरू पनि हामीलाई हेरी इन्जोय गर्नु होला अहिलेको लागि चाहिँ म टिभी हेर्न गएको बाई बाई आमा कस्तो छ मिठो छ त यहाँ छ हाम्रो मासु यहाँनिर म पनि खान लाग्छु साथीहरू अब हामी खान्छौँ कस्तो छ युन्सा एकदम एवान छ अरे धमाधम खाइँदैछ यहाँनिर चाहिँ आजको हाम्रो भिडियो यतिसम्म भयो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद हामी फेरि अर्को नयाँ भिडियोमा भेटौँला आजको लागि बाई बाई साथीहरू